करोची ये गुदुम शंगली आज तब कहना जाने हुई ना क्यों ना ये मेरो साथी ये मेरो दाहिने हाथ ये मेरो मित्र ये मेरो लडाको ये मेरो भोकोहराम यो साह्रै नि त जतिखेर पनि के डबकै हान्नको लागि हिन 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 भन्नुपर्छ कति ढल्लो हुन्छस् के त टिक 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 प्रकृति नाति लुना जाउन यो त एकदम मैले त सही भनेको नि त जाउँ आज म पनि अलिक टेन्सनमा छु के जाउँ न एकपल्ट अलिकति हानेर आऊ न होइन फेरि फटाइ गर्नको लागि यहीँ आउनु परेको टुकटुक्क यो गुदुङसँगले हामीरका बिनाजुले त सही कुरो गरे लु न जाउँ न मित्र जाउँ मलाई पनि अलिक टेन्सन लागिरहेछ नि त के गर्नु नि मसँग पनि पैसा छैन र तिमीहरूलाई जाउँ न तिमीहरूले खुवाउँछौ कि भनेको तिमी पनि जाँदैनौ अब के गर्नु त यो पोखरोजी नातिलाई नि म डोरेर किन्छु होला कतिखेर तिमीहरू साला र बिनाजु जाऊ म चाहिँ जान्न है मलाई सुरुले मार्छ साथीहरू अब यसको सेकेन्ड डिस हेर्नको लागि अर्को हप्ता कुर्नुपर्छ है अर्को हप्ता ठिक यसको सेकेन्ड डिस लिएर आउँदैछौँ हजुरहरू अर्को हप्ता के हुन्छ होला भन्ने सोच्नुहुन्छ भने र हेर्नको लागि प्रतीक्षा गर्नुहुन्छ भने हजुरहरूले रोक्नको लागि आवश्यकता छ र हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्छ अहिले कमेन्ट गर्नुहोला है त र नयाँ हुनुहुन्छ भने यो आसाम टल्किङ टम च्यानललाई सब्सक्राइब गर्नुहोला है त हुन्छ नि साथी अनि लाइक पनि गर्नुहोला नि अर्को हप्ता भेट्छौँ है त अर्को डिसमा के हुने रहेछ हेर्नुहोला